आउनुहोस् आज हामी घरमा तुलसीको बोट किन लगाइन्छ, तुलसीको मोट किन बनाइन्छ त यो बारेमा केही जानकारी लिउँ। परापूर्व कालमा अहिलेको जस्तो मेडिसिनहरू सबै कुराहरू उपलब्ध हुँदैन थियो। त्यो बेलामा आयुर्वेदबाटै जडीबुटीबाटै सबैको रोगको निदान गर्ने गरिन्थ्यो। त्यही आयुर्वेदभित्र पर्ने तुलसी पनि एक प्रकारको सर्वौषधि नै मानिन्छ। वास्तवमा तुलसी यस्तो बिरुवा हो जसले 24 घण्टा अक्सिजन दिने गर्दछ। कसैलाई दमको बिमारी छ, यस्तो स्यास्याको बिमारी छ भने त्यो व्यक्तिको रुमको वरिपरि गमलामा तुलसीको मोट राखिदिनाले पनि त्यो व्यक्तिको श्वासको समस्या बिस्तारै कम हुँदै जान्छ। एउटा यो। अर्को कुरा, बाहिरबाट आउने नकारात्मक एनर्जीहरू तिनीहरू पनि यो तुलसीको मोटले रोक्ने गर्दछ र हावालाई नि प्युरिफाई गर्ने गर्दछ। त्यसैले तुलसीको मोट हरेक घरमा रोप्ने गर्दछन्।